आज सिन्द्राको लागि गयो घुम्नको लागि है। यो चाहिँ हिँड्दै हिँड्दै ट्रेन स्टेसनसम्म जाँदै गर्दा अनि बसको लागि वेटिङ गर्दा फेरि बस स्टपमा लगभग 3 मिनेटमा आउने रहेछ बस चाहिँ। वेट गऱ्यौँ अनि त्यसपछि ठ्याक्क भाइलाई वेट गरिरहेको थियो ट्रेन स्टेसनमा। ठ्याक्क भाइ पनि आइपुग्यो। भाइ आइपुगेपछि हामी चाहिँ ट्रेन चढेर लाग्यो सिन्द्रातिर है। अनि सिन्द्रा जाँदै गर्दा भिडियो खिच्दै एकजना दिदीलाई कहाँबाट जाने हो भनेर बाटो सोधेर त्यसपछि हामी चाहिँ लाग्यो माथि सिन्द्राको प्यालेसतिर हिँड्दै गर्दा। स्ट्याट्यु एकदम राम्रो थियो अनि हेरेको टाइम चाहिँ 62 मिनट लाग्ने रहेछ प्यालेस जानको लागि। अनि हामी चाहिँ प्यालेसतिर लाग्यो है। बीच बाटोमा छुट्टिन्थ्यो प्यालेस र क्यास्टल। अनि प्यालेसतिर गयौँ। एकदम रमाइलो थियो नेचरसँग बिहानै हिँड्दा फेरि एकदम रमाइलो फिल भएको थियो दुईजनालाई। बाहिरमा गएको थियौँ है। अनि ठ्याक्क हामीले चाहिँ हेऱ्यौँ है रक क्लाइम्बिङ पनि रहेछ त्यहाँनिर। अनि पानी पनि खाइयो है। हिँड्दै गर्दा फेरि पानी प्यास लागेर एकदम धेरैजना हिँड्दै आउनु हुँदो रहेछ। यो बाटो चाहिँ रमाइलो थियो नेचरसँग एकदम हेर्दै घुम्दै हिँड्दै गर्दा फेरि एकदम रमाइलो हुने ठाउँ थियो। भ्यूहरू पनि एकदम राम्रो देखिन्थ्यो। अनि त्यहाँनिर चाहिँ हर्स राइड पनि थियो भनौँ। हर्स राइड गर्न पनि मिल्ने सबै ठाउँ घुमाउनको लागि यस्तो राम्रो थियो नेचरसँग इन्भाइरोमेन्टमा रमाउनको लागि चाहिँ। अझ हामी चाहिँ विन्टर भएकोले गर्दा पनि भ्यू चाहिँ एकदम राम्रो देखेको थियो। विन्टरमा पनि यस्तो राम्रो छ है भ्यू। हेर्नु न यहाँबाट हेर्दा फेरि एकदम रमाइलो देखिने भ्यूहरू चाहिँ। पर सबै थोक डाँडा काँडाहरू है घरहरू कस्तो रमाइलो देखिरहेछ। जङ्गलै जङ्गल एकदम टपमा एकदम राम्रो थियो। बाटोहरू चाहिँ यस्तै थियो है हिँड्दै जानको लागि। हर्स राइडमा दुईजना गर्दै हुनुहुन्छ एकदम रमाइलो सबै बुझाउँदै गर्दै देखाउँदै सबै ठाउँहरू एक्सप्लेन गर्दै हर्स राइड गर्दै हुनुहुन्थ्यो। त्यसपछि रक क्लाइम्बको लागि चाहिँ हिँड्दै हुनुहुन्थ्यो है। रक क्लाइम्ब गर्न चाहिँ एकदम दामी ठाउँ थियो है रमाइलो हुने।